साथीहरु नमस्कार। आज चाहिँ म हजुरहरुलाई हाम्रो यो युट्युब भिडियो कसरी भाइरल लाने त भन्ने विषयमा एउटा ट्रिक दिन गइरहेको छु। मैले भर्खरै आफूले अनुभव गरे अनुसार हैन चाहिँ मेरो च्यानलमा जसरी भिडियो भाइरल गइरहेछ त्यही कुरा चाहिँ हजुरलाई कुन टेक्निकले कुन ट्रिकले गर्दा मेरो भिडियो भाइरल गयो त्यही कुरा चाहिँ म हजुरलाई शेयर गर्दै छु है त, जसले गर्दा हजुरको भिडियो पनि भाइरल जानेछ। र हामी सबैलाई थाहा छ हाम्रो चाहिँ च्यानल भर्खर च्यानल खोलेको, स्पेशली नयाँ युट्युब च्यानल खोलेकोहरूको लागि चाहिँ च्यानल मोनेटाइज हुनको लागि 1000 सब्स्क्राइबर 4000 घण्टा वाच आवर पुग्नुपर्छ। त्यसको लागि हाम्रो यदि भिडियो भाइरल हुन्छ भने त्यसैले नै सब्स्क्राइबर पनि आफै ल्याउँछ र वाच आवर पनि पुर्याउँछ। त्यसको लागि चाहिँ भिडियो भाइरल कसरी गर्ने त भन्ने विषयमा चाहिँ खास मेन विषयमा चाहिँ म हजुरलाई यहाँ चाहिँ बताउँछु। आज ट्रिक थियो, युट्युबमा भिडियो राखेपछि आफै चाहिँ भिडियो भाइरल हुन्छ होला, आफै युट्युबले चाहिँ गर्छ होला जस्तो लाग्थ्यो, तर त्यसो रहेनछ। वास्तवमा के रहेछ त भन्दा युट्युबमा भिडियो राखेर त्यसलाई चाहिँ हामीले अलिकति टाइटलमा, डिस्क्रिप्सनमा, ट्याग सेसनमा केही कुराहरू हामीले हाम्रो तर्फदेखि गर्नुपर्ने रहेछ हैन। जस्तै टाइटलमा चाहिँ किवर्ड्सहरू लगाउने, डिस्क्रिप्सनमा किवर्डहरू लगाउने, अनि ट्याग्समा चाहिँ किवर्डहरू लगाउने हैन, त्यसलाई चाहिँ ह्यासट्यागहरू लगाउने डिस्क्रिप्सनमा, टाइटलमा, यो कुराहरू चाहिँ हामी आफै गर्नुपर्दो रहेछ के। अनि यो गरेपछि चाहिँ के हुने रहेछ भन्दा हाम्रो भिडियो चाहिँ युट्युबले विभिन्न ठाउँमा चाहिँ पठाउँदो रहेछ, मानिसहरू सामु, विभिन्न चाहिँ भ्युअर्सहरू सामु पठाउँदो रहेछ। त्यसरी चाहिँ हाम्रो भिडियो भाइरल हुँदो रहेछ। अब यहाँ चाहिँ आज म हजुरलाई म आफ्नै च्यानलको स्क्रिन रेकर्डिङ देखाएर मेरो यो जुन चाहिँ भिडियो छ त्यसमा टाइटल कसरी लगाएको छु, डिस्क्रिप्सनमा ह्यासट्यागहरू कसरी एड गरेको छु, किवर्डहरू कसरी एड गरेको छु ह्यासट्याग लगाएर, अनि ट्याग्समा कस्तो कस्तो वर्ड्सहरू राखेको छु र यो भिडियो कति भाइरल गएको छ भन्ने कुरा म देखाउँदैछु। मैले अपलोड गरेको भिडियोमा भर्खरै खोलेको च्यानल हैन, 1 महिना भएको छैन, भ्युजहरू मेरो भिडियोमा 10,000 15,000 प्लस भ्युजहरू आएको छ र भिडियो भाइरल गइरहेछ। मतलब कि भ्यू बढ्ने क्रममा छ हैन। त्यो चाहिँ म हजुरहरूलाई शेयर गर्छु। यति छिटै 1 महिना च्यानल खोलेको 1 महिना नहुँदै 200 प्लस सब्स्क्राइबर अनि चाहिँ भ्युजहरू चाहिँ 10,000 15,000 प्लस 1 महिना नहुँदै यो स्पिड चाहिँ एकदमै स्पिड हो हैन। यसरी जाने हो भने चाहिँ हामी सँगसँगै तपाईहरु पनि यसरी नै यही आइडियाबाट जानुभयो भने च्यानल एकदमै छिटो मोनेटाइज हुन्छ र छिटो नै हामी चाहिँ ग्रो हुन्छौँ। आशा छ हामी सँगै ग्रो हुनुपर्छ र मैले शेयर गरेको आइडियाले चाहिँ हजुरहरूलाई पनि सपोर्ट भयो भने के त भन्दा मलाई नै खुसी लाग्छ। ढिला नगरी चाहिँ म हजुरहरूलाई मेरो स्क्रिनमा देखाउँछु, म स्क्रिन रेकर्डिङबाट देखाउँछु कसरी चाहिँ मैले टाइटल लगाएको रहेछु, डिस्क्रिप्सनमा चाहिँ कसरी लगाएको रहेछु र ट्याग्स र ट्याग्समा कस्तो कस्तो किवर्डहरू राखेको रहेछु। यसले चाहिँ हजुरहरूलाई पनि सपोर्ट गर्नेछ। कोही स्पेसल्ली न्यू हुनुहुन्छ भने त एकदमै सपोर्ट गर्छ। ढिला नगरी म देखाउँछु है त हजुरहरूलाई। ओके साथीहरु, यो चाहिँ मेरो च्यानल। यसमा चाहिँ म हजुरलाई चाहिँ एउटा भिडियो देखाउँदैछु, एउटा भिडियोको स्क्रिन रेकर्ड देखाउँदैछु। यहाँ चाहिँ मेरो छोरी नाचेको भिडियो छ। यसमा चाहिँ यहाँ टाइटलमा देख्न सक्नुहुन्छ ब्युटिफुल डान्स ग्रीन स्टेट। यहाँ चाहिँ एउटा हरियालीमा नाचेको भएर मैले नै ब्युटिफुल डान्स ग्रीन स्टेट लेखेको हो। यहाँ चाहिँ हजुरहरूले उड जागो जागो यो हिन्दी सङ्गमा बनाएको थियो, त्यही भएर मैले चाहिँ हिन्दी सङ्गको नाम राखेको छु। यसमा चाहिँ सर्ट लेखेको छु, हिन्दी सङ्ग लेखेको छु, त्यसको अगाडि ह्यासट्याग लगाएको छु है। यो गरेपछि के हुन्छ भन्दा युट्युबले हाम्रो भिडियोलाई भाइरल गर्नलाई चाहिँ सपोर्ट गर्छ। यो चाहिँ ट्रेन्डिङ वर्ड्सहरू हो। सर्ट्स, यो सर्ट भिडियो भएको हुनाले मैले सर्ट लगाएको हो। यो चाहिँ ट्रेन्डिङ किवर्ड हो हैन। यसै गरेर डिस्क्रिप्सनमा देख्न सक्नुहुन्छ क्युट गर्ल ग्रीन स्टेट। यो चाहिँ सबै माथिबाट कपी पेस्ट गरेको टाइटलदेखि, अनि केही कुराहरू एड गरेको छु हैन। जस्तै हिन्दी सङ भइहाल्यो, वाइट सर्ट, युट्युब सर्ट, भाइरल डान्स, भाइरल सङ। यो सबै गरेपछि के हुन्छ त भन्दा जस्तै मैले मेरो च्यानलको पनि नाम लेखेको छु। यो गरेपछि के हुन्छ त भन्दा युट्युबले आफै चाहिँ सर्ट फिडमा पठाउँछ। अनि चाहिँ गएर यहाँ ट्याग सेसनमा पनि देख्न सक्नुहुन्छ म विभिन्न किवर्डहरू राखेको छु। उड जागो जागो, लभ सङ, रोमान्टिक सङ। मान्छेहरूले जब रोमान्टिक सङ भनेर हान्छन्, सर्च गर्छन्, न्यू हिन्दी सङ भनेर हान्छन्, त्यति बेला चाहिँ हाम्रो भिडियो उहाँहरू सामु जान्छ के। त्यही भएर चाहिँ यी वर्डहरू टाइटल र डिस्क्रिप्सनमा स्पेसल्ली ह्यासट्याग लगाएर ट्रेन्डिङ वर्डहरू राख्ने
अनि चाहिँ ट्याग्समा पनि यो चाहिँ चलेको वर्डहरू मान्छेले सर्च गर्ने किवर्डहरू मुख्य वर्डहरू राखिदियो भने हाम्रो भिडियो भाइरल हुँदो रहेछ। त्यसै गरेर चाहिँ आफ्नो चाहिँ च्यानलको नाम टाइटलमा, डिस्क्रिप्सनमा, ट्याग्समा लगाउनु चाहिँ राम्रो रहेछ। अनि यो सबै गर्यो भने जस्तै टाइटल र डिस्क्रिप्सनमा ट्याग्स लगाएर यो ट्रेन्डिङ वर्डहरू, स्पेसल्ली चलेको वर्डहरू राख्यो भने भिडियो चाहिँ भाइरल जाँदो रहेछ हैन। जे विषयमा चाहिँ भिडियो बनाएको छ त्यसैमा चाहिँ यो त थियो कसरी टाइटल, डिस्क्रिप्सन, ट्याग्स लगाउने भन्ने विषयमा। र यदि हजुर चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु, भिडियोलाई लाइक गरिदिनु, कमेन्ट गर्नु। हजुरको भिडियोमा हजुरले गरेको कमेन्ट देखेर मैले चाहिँ हजुरको च्यानलसम्म पुग्न सक्छु, हजुरको च्यानल सब्सक्राइब गर्छु, भिडियोजहरू हेर्छु, लाइक कमेन्ट गर्छु। त्यसपछि हामी सँगसँगै ग्रो हुनुपर्छ। एउटा चाहिँ कम्युनिटी भयो भने चाहिँ एकले अर्कालाई लाइक, सब्सक्राइब, कमेन्ट गऱ्यो भने हामी सँगै ग्रो हुनुपर्छ। एउटा चाहिँ कम्युनिटी भयो भने चाहिँ के हुन्छ त भन्दा सँगै ग्रो भइन्छ, सँगै कमाइन्छ हैन। तसर्थ चाहिँ आजलाई चाहिँ यति नै भन्दै अर्को भिडियोमा भेटौँला। र अर्को भिडियोमा आउँदा म अझै केही कुराहरू म चाहिँ केही बुझेको छु, केही जानेको छु, त्यो कुराहरू म हजुरहरूलाई अर्को भिडियोमा सिकाउँछु। एउटै भिडियोमा चाहिँ धेरै कुराहरू समावेश नगरौँ। म यो चाहिँ रिसर्च गरिरहेको छु, मतलब कि के कसरी चाहिँ भिडियोजहरू भाइरल हुँदो रहेछन् भन्ने अनुभवहरू गरिरहेको छु। ओके, आजलाई यति नै। ओके, नमस्कार।